माननीय सरल सहयात्री पौडेल, समय 12 मिनट। माननीय सभामुख महोदय, सर्वप्रथम म बजेट वक्तव्यमाथिको छलफलको मोडालिटीमा एउटा सुझाव दिन चाहन्छु। यो बजेट वक्तव्य पछाडि बजेटको बारेमा बहस गर्ने एउटा विधि हामीले स्थापित गर्ने प्रयत्न गरौँ र त्यो बहस सकिए पछाडि कार्यक्रमहरू दिने गरौँ र त्यस पछाडि कार्यक्रमका बारेमा बहस गरौँ। नत्र चाहिँ कहिलेकाहीँ सत्तापक्षकै माननीयहरू कन्फ्युज भएर बजेट कार्यक्रमको प्रशंसा गर्दैन भनेर माग गर्ने जस्तो स्थिति बन्न जाने खतरा देखियो। अर्को कुरा, आलोचना र विरोधलाई पनि छुट्याउने चाहिँ सबैले बानी गर्नुपर्छ। आलोचना चाहिँ राम्रो गर्नका लागि हुन्छ, विरोध चाहिँ प्राय निषेध गर्नका लागि हुन्छ। त्यसकारण बजेटका बहसहरू र सरकारले ल्याएका कार्यक्रमहरूमा आलोचना हुन्छ, आलोचनालाई फेरि सहज ढङ्गले लिनु पनि पर्छ भन्ने कुरा म राख्न चाहन्छु। र म धन्यवाद पनि दिन चाहन्छु बजेटलाई एउटा प्रदेश सरकारको हैसियत अनुसारको लिमिटेसनमा राखेर जे बजेटको प्रस्तुति भएको छ त्यसको निमित्त म धन्यवाद पनि दिन चाहन्छु र मन्त्रालय घटाएर प्रशासनिक खर्चलाई कम गर्ने प्रयत्न जे भएको छ यो सुरुमै सबै हुँदैन, त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। यसलाई अझ कानुनी र यसको स्थायित्व हुने वातावरण कसरी बन्न सक्छ त्यसको बारेमा सरकारको ध्यान जाओस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। र यो सरकारको प्राथमिकतामा डिजिटलाइजेसनलाई बढी जोड दिएको थियो। डिजिटलाइजेसन सरकारको भएन भने गुड कन्ट्रोलिङ मेकानिजम नहुँदो रहेछ आजको यो विश्वमा, र त्यो भएन भने गुड गभर्नेन्स हुँदैन। प्राथमिकतामा आउँदा यो एकदमै प्राथमिक बनेर आयो, बजेटमा आउँदाखेरि पनि, बजेट वक्तव्यमा आउँदाखेरि पनि यसको बारेमा अलिक कमजोर आवाज सुनिने गरी आयो र कार्यक्रममा यो कार्यक्रमका बारेमा बहस पनि गरौँला, तर त्यसमा एकदमै स्ट्रङ हुने गरी आए जस्तो लागेको छैन। त्यो नआउँदाखेरि बाँकी सबै बजेटका कार्यक्रमहरूको चाहिँ जुन बजेट वक्तव्यमा आएका छन् त्यसलाई कार्यक्रममा लगेर कार्यान्वयन प्रक्रियामा जाने बेलामा कमजोर हुन्छ भन्ने मेरो आशंका म व्यक्त गर्न चाहन्छु। पहिलो बजेटको वक्तव्य र यो बजेटको वक्तव्यको तुलना गर्दाखेरि मलाई लाग्छ यो एकीकृत प्रशासनिक भवन जो बनाउने भनिएको छ यसमा कहीँ ढिला नगरिकन फास्ट ट्र्याकबाट यसको प्रक्रिया अगाडि बढोस्, किनभने यो हाम्रो आधार हो, पहिचान हो, हामी बसेर बहस गर्ने ठाउँ हो। यो अर्को यसमा आएको जस्तो हेलो सिएम डेस्क भन्ने जस्ता कार्यक्रमहरू 24 घण्टामा हामी चाहिँ एकदम सम्बोधन गर्छौँ भन्ने जस्ता पपुलर आवाजहरू, यसलाई चाहिँ अलि कम गरेर प्र्याक्टिकल बनाऊ। बरु 1 हप्तामै दिए पनि हुन्छ, बरु 15 दिनमा दिए पनि हुन्छ, तर चाहिँ दिनु चाहिँ पर्यो। 24 घण्टामा होइन 24 आवरमा दिन्छौँ भने जस्तो आवाज सुनिनु भएन। हुन त यो हाम्रो राजधानी हो, यो राजधानीको सुन्दरता पनि हुनुपर्छ, सुविधा सम्पन्न नै हुनुपर्छ, तर धेरै कार्यक्रमहरू घोषणा चाहिँ हेटौडा केन्द्रित भएर भएको जस्तो देखिन्छ यो बजेट वक्तव्यकै मात्रै हेर्दाखेरि पनि। र सडकको खास गरी पहिले मर्मत त्यस पछाडि निर्माण भन्ने जुन आवाज छ त्यसलाई 44 करोड 45 करोड बजेट राखेर मलाई लाग्छ त्यसले धेरै टोटलमा पहिले मर्मतको काम अलि कमजोर हुन्छ जस्तो लाग्छ। दुईटा क्षेत्र चाहिँ हामीले के याद गर्नुपर्छ भने यो यातायात व्यवस्थापनको क्षेत्र चाहिँ हाम्रो कन्फ्युजिङ क्षेत्र छ। यो राजधानी प्रदेश पनि भएका कारणले गर्दा हामीले ट्राफिक लाइटको कुरा गरेका छौँ, मेट्रो रेलको कुरा गरेका छौँ काठमाडौँ क्षेत्रमा, जहाँ हामीलाई एउटा केन्द्र सरकारले प्रहरी समेत दिनको निमित्त अप्ठ्यारो मानिरहेको छ। ट्राफिकलाई हामीलाई समायोजन गर्नको निमित्त हामीलाई विश्वास गरिराखेका छैन। त्यहाँ हामीले यस्ता कार्यक्रम ल्याउनुभन्दा अगाडि सङ्घको सरकारसँग हाम्रा अधिकार र कार्यक्षेत्र क्ल्यारिटी गर्ने कुरा चाहिँ हाम्रो प्राथमिकतामा परेर जानुपर्ने विषय लाग्छ मलाई। कार्यक्रममा चाहिँ यो कार्यक्रम कार्यान्वयन गर्ने निकाय चाहिँ खास गरी मन्त्रालय हो, अनि हरेक मन्त्रालयमा चाहिँ हाम्रो एउटा कल्चर के भयो भने मुख्यमन्त्री फलानु टेक, मुख्यमन्त्री एजुकेसन टेक, मुख्यमन्त्री एग्री टेक, यस्ता के यो हाम्रो कल्चरमा कहिलेकाहीँ
भूमि सिमे देवदेवतालाई पहिला पुज्ने भन्ने एउटा कल्चर हुन्छ कि त्यसो गर्दा चाहिँ अलि ठुल्ठुलोलाई पहिला पुछेर यसो नाम राखिदिए पछाडि अनि अरू कार्यक्रम गर्नलाई सजिलो हुन्छ भने जस्तो यो कल्चर यसलाई अलिकति डाउन गरौँ। जुन कार्यक्रम जहाँ गर्ने हो त्यहाँनिर नै जोड गरेर लैजानुपर्छ। यसलाई धेरै नामाकरण गर्नेतिर हामीले जोड गर्नु हुँदैन र मलाई लाग्छ धेरै यस्ता नामाकरण गरिएका कार्यक्रमहरू मूल रूपले स्थापित भएका जस्तो पनि मलाई लाग्दैन। भू उपयोग नीतिका बारेमा जे प्रस्तुत भएको छ मेरो चाहिँ अनुरोध के छ भने यो भू उपयोग बारे भू इन्जिनियरिङ चाहिँ हामीले राम्रोसँग गर्न जरुरी छ। हामी उपयोग चाहिँ हामी एग्रिगेट डाटामा चाहिँ हामी टोटलमा कुरा गर्छौँ, यति खाली छ, यति बाँझो छ, यस्तो छ भन्ने छ, तर हाम्रो त्यसको इन्जिनियरिङ मोडालिटीमा चाहिँ हामी गएका छैनौँ। त्यो कुरातिर बजेटको वक्तव्य बढी केन्द्रित हुनु पर्थ्यो र त्यो अनुसारको कार्यक्रम आउनु पर्थ्यो ताकि कसैले कृषिमा आउन चाह्यो भने सरकारले नै त्यो कुरा चाहिँ उपलब्ध गराइदिन सकोस् अथवा क्षेत्र देखाइदिन सकोस्। स्वास्थ्य क्षेत्रको टोटल कुरा गर्दाखेरि अरू कार्यक्रमहरूका बारेमा मेरो पोजिटिभै पनि धारणा छ र केही आलोचनात्मक छ, तर मूल रूपले हाम्रो बागमती प्रदेश भरिको जनसङ्ख्या मध्ये हामीले कति वर्षमा उनीहरूलाई मूल रूपले स्वास्थ्यको सेक्युरिटी बिमामा लैजान सक्छौँ, उसलाई सेल्फ सेक्युरिटी कसरी फिल हुन्छ भन्ने कार्यक्रममा हाम्रो मूल ध्यान केन्द्रीकरण हुनुपर्छ। र सेक्युरिटीकै कुरा गर्दा हामीले सीसीटीभी आदि इत्यादि कार्यक्रमहरू ल्याउँछौँ बारम्बार, तर त्यो सीसीटीभी कहाँनिर राख्न पर्ने हो भन्ने चाहिँ हाम्रो मूल ध्यान केन्द्रीकरण र इन्जिनियरिङ हुँदैन। र त्यस्तै पर्दा हामीलाई नजिक परेको मान्छेले घर हालाएर सीसीटीभी राखिदिन्छ हाम्रो कार्यक्रममा। त्यसले गर्दा त्यो कुरा अलिकति हामीले ख्याल गर्न पर्ने विषय जस्तो लाग्छ। यो प्राङ्गारिक मलको कार्यक्रम एकदम राम्रो छ, तर कार्यान्वयनको कुरा हामीले ठिक ढङ्गले हेरेनौँ भने त्यसलाई कहाँ बरु नमुना ढङ्गले हाम्रो कसरी देखाउने हो, 2-3 ठाउँ बनाएर अरूलाई पनि बोलाएर सिकाउने हो कि यो मोडालिटीमा चाहिँ हाम्रो सम्बोधन हुनुपर्ने। यसलाई निरन्तरताको जस्तो कार्यक्रम भइराखेको छ। एक जिल्ला एक सङ्कलन केन्द्र, एक पालिका एक सङ्कलन केन्द्र, यो एउटा गजबको नारा, निरन्तरताको नारा बनिराखेको छ। यसको कार्यान्वयनको मोडालिटीमा हाम्रो ठिक ढङ्गले फोकसिङ भए जस्तो मलाई लाग्दैन। बागमती प्रदेश भरिमा यो सालकको मात्रै संरक्षण र त्यो गौरवको चाहिँ कार्यक्रम भन्ने के अध्ययनका आधारमा भएको हो भन्ने कुरा पनि मेरो प्रश्न छ। अरू सबै बागमती प्रदेशका जनावरहरूको सन्दर्भमा सालक नै त्यो गौरवको चाहिँ हाम्रो हो कि अरू पनि हुन्? अरू धेरै कार्यक्रमहरू निरन्तरताका कार्यक्रमहरू आएका छन्। एक वडा एक कृषि कार्यक्रम, यो राम्रो कुरा हो। एक जिल्ला एक विशेष कृषि पकेट कार्यक्रम, व्यावसायिक किसानलाई जग्गा भाडा अनुदान भन्ने छ, त्यसलाई मैले अघि भनेको कुरामा पनि हामी ध्यान केन्द्रीकरण गरेर जान जरुरी छ। र यो अहिले हामी कहाँ एउटा अर्को रेगुलर नारा छ जस्तो एक कृषि एम्बुलेन्स कार्यक्रम भन्ने छ, त्यसको हामीले कति सदुपयोग गरेका छौँ टोटलमा भन्ने कुरा पनि हाम्रो राम्रो रिसर्च जरुरी छ। अरू धेरै पोहोरको बजेट वक्तव्य र यसपटकको बजेट वक्तव्यमा मलाई लाग्छ धेरै कुराहरू सिमिलर आएका छन्। यो कुरा अरू सरकारहरूले पनि याद गर्न पर्ने कुरा हो कि किनभने सरकारले आयोजना गरेका कार्यक्रमहरू त्यसलाई निरन्तरता दिनु भनेको दिगो विकासको एउटा आधार हो। त्यसले भौतिक योजना मन्त्रालयमा पनि त्यसको निरन्तरता छन्। पर्यटन तथा संस्कृति मन्त्रालयको पनि मैले कुरा गर्दा यसको अलि बढी हामीले टुक्रा टाक्रीतिर भन्दा बढी हाम्रो मूल फोकसिङतिर हाम्रो चाहिँ म्यापिङ, इन्जिनियरिङ र त्यो अनुसारको चाहिँ बजेटिङ मोडालिटीहरू हामीले बनाउन जरुरी छ। मैले बार बार भन्ने गरेको छु, हाम्रो बजेटको क्षेत्र भनेको माउन्टेनरिङ टुरिज्म र रिभर टुरिज्म र रिलिजियस बेसमा चाहिँ आधारित हाम्रो चाहिँ टुरिज्म नै हो। त्यो कुरामा हाम्रो विशेष फोकसिङ र त्यो अनुसारको सर्किट बनाउने कुरा त छ, तर त्यसलाई अझ हामीले चाहिँ ठोस गरेर जाने कुरामा हाम्रो कमी देखिन्छ। म जुगल हिमालको चाहिँ क्षेत्र प्रतिनिधित्व गरेर चाहिँ निर्वाचित भएको छु। त्यो एउटा गौरव, काठमाडौँको सबभन्दा नजिकको क्षेत्र हो। सबभन्दा नजिकबाट त्यहाँ अहिले हिमाल आरोहण गर्ने चाहिँ एउटा मलाई लाग्छ लाङटाङ भन्दा पछाडिको सबभन्दा नजिकको अहिले भइराखेको चाहिँ आरोहण क्षेत्र हो। त्यहाँ यो बजेटको चाहिँ वक्तव्यले पनि सम्बोधन गरेका छैन। वक्तव्यले नगरेपछि कार्यक्रमले गर्ने कुरा नै भएन। र खानेपानी सिंचाई क्षेत्रमा पनि निरन्तरताको कार्यक्रमहरू छन्, स्वास्थ्य क्षेत्रमा पनि छन्। यसको लागि म धन्यवादै दिन चाहन्छु। तर हामीले परम्परागत कार्यक्रमलाई हामीले रिभ्यू चाहिँ गर्नै पर्छ र शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तरता चाहिँ भएको छ।
हाम्रो शिक्षामा रेभोल्युसन गर्ने टाइपको, शिक्षामा हामीले अलिकति चाहिँ जोड गर्ने टाइपको कार्यक्रममा चाहिँ हामी अझै पनि राम्रोसँग प्रवेश गर्न सकेका छैनौँ। म प्रदेश सरकारलाई म विशेष ध्यान आकर्षण गर्न चाहन्छु, यो क्षेत्रमा हामीले रेभोल्युसन गर्न सकेनौँ भने अन्यत्र चाहिँ जान सकिँदैन भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। टाइम सकियो। मैले अलिकति यहाँ बजेटको सन्दर्भमा हाम्रो सङ्घको अर्थमन्त्रीले प्राय तथ्याङ्कहरूलाई तोडमोड गरेर हामीलाई दिइराख्नु भएको छ। संघीयताबारे एकदमै भ्रमित जस्तो चाहिँ हामीलाई दिइराख्नु भएको छ। म यति मात्रै भन्न चाहन्छु, म फेरि यसलाई अलि विस्तृत रूपमा भनौँला। संघीयताका मामलामा हाम्रो प्रदेश सरकारले साझा प्रतिबद्धता गर्न जरुरी छ, आर्थिक तथ्याङ्कका कुराहरू क्ल्यारिटी गर्न जरुरी छ र उपयुक्त जवाफ दिन जरुरी छ कि संघीयता यस कारण जरुरी छ। हामीलाई पञ्चायत व्यवस्था चाहिएको होइन, हामीलाई स्थानीय सरकारमा निर्वाचित भएको प्रतिनिधि ल्याएर प्रदेश सभा बनाएर प्रदेश सभा बनाउने र संघीयता बनाउने भन्ने मोडालिटी, त्यो पञ्चायती मोडालिटी चाहिएको होइन। हामीलाई प्रदेश सभा संघीयताको मर्म अनुसार र 2072 सालमा हजारौं हजार शहीदले रगत बगाएर रक्त रञ्जित अक्षरले लेखेको संविधानका आधारमा निर्मित